हेलो सम्पूर्ण दर्शकलाई स्वागत छ हाम्रो लाइसेन्स तयारी युट्युब च्यानलमा। अब तपाईले शिक्षक लाइसेन्स तयारी युट्युब च्यानलमा आज के ल्याएको छु भने तपाईले आईक्यू क्वेशन ल्याएको छु। तपाईले 2 मार्क्स सोध्छ नि त, हो कि न? शिक्षक लाइसेन्समा 2 मार्क्स भने 2 वटा क्वेशन सोध्छ, 4 मार्क्स सोध्छ। प्राय जसो अथवा कहिलेकाहीँ 3 मार्क्सको 3 वटा क्वेशन पनि सोध्न सक्छ, यानी कि 6 मार्क्सको सोधिदिन सक्छ है। तपाईले धेरै जस्तोले बिगाड्ने आईक्यू क्वेशन हो शिक्षक लाइसेन्समा आईक्यू क्वेशन। मैले यो चाहिँ पहिला वर्ष बारम्बार सोधिरहेको हामीले लाइसेन्सको ल्याएको छौँ निभाबीको लागि हामीले आईक्यू ल्याएको छौँ। भिडियो अन्तिमसम्म हेरेर सिक्नु होला है, तपाईले भिडियो अन्तिमसम्म हेरेर सिक्नु होला है। प्रश्न नम्बर 37 मा तल दिएका अंकहरूको क्रम पूरा गर्नुहोस्। अब यस्तो अंक दिन्छ, यसलाई क्रम पूरा गर्नुहोस् अब भन्छ, प्रश्न चित्र राख्छ हैन। अब यो कसरी गर्ने त, यो कसरी पूरा गर्ने त? 11 16 21 अब 26 आन्सर कति आउँदै रहेछ है। अब हामीले यो र यो अंकको बीचको ग्याप हेर्ने हो। के हेर्ने अरे हामीले यो अंक र यो अंकको बीचको ग्याप हेर्नु पर्छ। अब 8 बाट 12 जाँदा के भयो? +4 जोडिनु पर्यो, 8 4 12 भयो। अब 12 बाट 9 घट्यो, फेरि अब कति घट्यो? 12 9 3 घट्यो, 3 घट्यो न, 3 घट्यो। फेरि 9 बाट 13 जाँदाखेरि फेरि 4 बढ्यो, 13 बाट फेरि 3 घटाएर कति भयो? 10 भयो। 10 बाट फेरि 4 जोड्यो भने के भयो? 14 भयो है। 4 प्लस जोडिन्छ, फेरि 14 बाट 3 घट्यो भने कति भयो? 11 हुनु पर्यो। 11 अप्सनमा 11 छ। बुझ्नु भयो होला है। भिडियो दोहोरे हेर्न सक्नुहुन्छ। अर्को र चाहिँ यो चाहिँ कति छ? 79 कि 80 सालमा सोधेछ है। नेपाली वर्णमालामा अक्षरहरू पढ्ने क्रममा क पछि च र छ पछि ड आउँछ भने ढ पछि के आला गरे है। अब हामीले क पछि छ भने चाहिँ के हुन्छ? क ख ग घ, क पछि छ भने क ख ग घ अङ्ग च भनेपछि यसमा कतिवटा जोडियो? 4 अक्षर खाली रहेछन्। के ख ग घ अङ्ग 4 वटा। अब च पछि छ जाँदाखेरि के भयो? च छ ज झ। अब च पछि ड जाँदाखेरि के भयो? च छ ज झ ए ट ठ ड भनेपछि कति? +5 वटा वर्ड चाहिँ यसमा खाली रहेछन् है। अब ड पछि ढ आउँदाखेरि कति हुन्छ भनेछ। अब ड पछि ढ होइन, ढ पछि के आउँछ भनेछ। ढ पछि के हुन्छ? ड। अब ढ पछि के हुन्छ? ड ढ अड त थ द ध न प आउने भयो। के हुन्छ? 6 वटा अर्डर प आउने भयो। प कहाँ छ? ए मा छ। अर्को रहेको छ 39 मा तल दिएका ज्यामितीय आकारहरू मध्ये समूहमा नमिले छान्नुस्। अब ज्यामितीयका आकार मध्ये तल नमिले के होला? आयत हो कि, त्रिभुज हो कि, वर्ग हो कि, वृत्त हो? भन्नुस् त। तपाईले यो आयत, त्रिभुज र वर्ग भनेको तपाईले के हुन्छ योमा? यो के हो? सबै बहुभुजहरू हुन्। यो चाहिँ सबै बहुभुज, तर वृत्त चाहिँ बहुभुज होइन, हो कि होइन? यसमा चाहिँ सिधा रेखा हुँदैन, यसमा चाहिँ के हुँदैन? सिधा रेखा हुँदैन है। प्रश्न नम्बर 40 मा तलका मध्ये कुन संख्याको 50% बाट 50 घटाउँदा 50 नै बाँकी रहन्छ? यो 2081 सालमा सोधेको निभाबीको क्वेशन हो है। कुन चाहिँ तलका मध्ये कुन संख्या चाहिँ 50% बाट 50 घटाउँदा 50 नै बाँकी रहन्छ? पहिला 50%, पहिला 200 हैन। अब 200 बाट 50% भने कति भयो? 100 भयो। 50% भने भागा 2 गरे भने कति भयो? 100 भयो। अब 100 बाट माइनस कति? 50 घटाउँदा भने चाहिँ 50 नै बाँकी रहन्छ भने 50 नै बाँकी रह्यो नि। 100 भने 200 भयो। प्रश्न नम्बर 41 मा तल दिएका मध्ये कुन चाहिँमा शब्दहरूको क्रम उपयुक्त छ भनेछ। शब्दहरूको क्रम उपयुक्त छ भनेछ। पुष्पक, पुष्कल, पुष्कार, पुष्प, राग भनेछ। अब तपाईले ध्यान दिनु के छ? अब हेर्ने पहिलामा सबैमा पु 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 छ न, त्यसपछि आधा छ आधा छ आधा छ आधा छ न 4 वटामा। त्यसपछि के छ? प प छ कि नै? त्यसपछि प प छ, यो गयो प प, किनकि यहाँ के छ? क र क छ कि नै? क अगाडि आउँछ नि, प भन्दा क अगाडि आउँछ। अब फेरि र पनि बाँकी छ। अब त्यसपछि पु पु स प, तर यहाँ के आयो? क आयो। अब यसै के आन्सर राइट के हुने भयो? के हुने भयो है तपाईले। अर्को रहेको छ 42 मा। यो चाहिँ धेरैचोटि सोध्ने क्वेशन हो, धेरै घुमाउने क्वेशन हो यो। 8,3 र 7 बाट सबैभन्दा ठुलो संख्या र सबैभन्दा सानो संख्या बीचको फरक कति होला? फरक भने घटाउने। पहिला सबभन्दा ठुलो संख्या के हुन्छ? यो यतिबाट कति बन्छ भन्नु त? योबाट सबभन्दा ठुलो संख्या कुन होला? कुन हुन्छ भन्नुस् त? योबाट सबभन्दा ठुलो संख्या तपाई कति हुन्छ? 873 सबभन्दा ठुलो संख्या। अब सबभन्दा सानो संख्या कुन हुन्छ? माइनस सबभन्दा सानो संख्या कुन हुन्छ? 300 कति भयो? 378 हैन।
378 भयो भने घटाएपछि कति आउँछ यसको कति आउँछ यबाट घटाएपछि बराबर कति आउँछन् 495 आउँछ है। यो पनि 80 सालमा सोधेको हो। धानको पराल भए जस्तै तोरीको के हुन्छ खट्टे गट्टे लट्टे भट्टे भने चाहिँ गट्टे हुन्छ है। प्रश्न नम्बर 1 कतिमा हाम्रो 44 मा 3,1 र 5 बाट बनेको सबैभन्दा ठूलो र सानो संख्या बीचको जोडा मिलाऊ भनेछ है। संख्याको जोडा मिलाऊ। सबभन्दा ठूलो संख्या के हुन्छ यबाट भन त के हुन्छ 531 हुन्छ। कति 531 प्लस अरु के हुन्छ 135 हैन 100 कति हुन्छ 35 हुन्छ 5 3 135 हुन्छ हुन्न 135 हुन्छ। अब ठूलो संख्या भनेको चाहिँ उ भयो सानो संख्या 103 5 35 135 जोड्यो भने कति हुन्छ 666 हुन्छ। यसो 666 हुन्छ है। प्रश्न नम्बर 45 मा तल दिएको शब्द बीचको अन्तर सम्बन्ध पत्ता लगाई सही विकल्प अन्तर सम्बन्ध। अब चन्द्रमाले चाहिँ सूर्यको परिक्रमा गर्छ यो सबैलाई थाहा छ र पृथ्वीको परिक्रमा कसले गर्छ ताराले गर्छ कि सूर्यले गर्छ कि ग्रहले गर्छ कि उपग्रहले गर्छ सूर्यले चाहिँ पृथ्वीको परिक्रमा गर्छ। यसको राइट आन्सर सूर्य हो है। अनि अर्को यो पनि धेरै सोध्ने गर्छ व्हिच अन अ कम फर्स्ट हो कि व्हिच अन अफ द कम फर्स्ट इफ दे आर रिटन इन अल्फाबेट अर्डर। अब तलको मध्ये कुन चाहिँ अल्फाबेटको सबभन्दा फर्स्ट आउने लेटर हो भनेछ एम पनि हो एम सबैमा एम छ। त्यसपछि आई सबैमा आई छ। अनि त्यसपछि एस यसमा पनि एस छ यसमा पनि एस छ यसमा पनि एस छ। फेरि अर्को के छ टी छ फेरि यसमा एस छ यसमा के छ ई छ। सबभन्दा ए बी सी डी ई आयो नि त यसो एन्सर यही हुन्छ है। त्यसपछि 47 हो तल दिएका अक्षरहरूलाई मिलाउँदा अर्थपूर्ण शब्दहरू बन्छ यसरी बन्ने शब्दको अरूभन्दा फरक के हुन्छ। अब अर्थपूर्ण पछाडिबाट हेर्दै जाने डीएवाई डे के भन्यो डीएवाई डे एमओएन मुन के भन्यो एमओओएन मुन एसयुएन सन अर्को के इएआरटीएच अर्थ भन्छ इएआरटीएच अर्थ भन्छ। अब तपाईले सबै उपग्रह र ग्रहहरू हुन् भने चाहिँ यसको चाहिँ डे भनेको उ हो फरक हो है डे राइट आन्सर हुन्छ। दिएको क्रममा 7 12 22 27 37 52 मा छुटेको संख्या पत्ता लगाउनुहोस् भनेछ। यसमध्ये कुन छुटे रहेछ तपाईले 7 बाट 12 मा जाँदा कति भयो +5 भयो हो कि नै। अब 12 बाट 22 मा जाँदा के भयो +10 भयो। त्यसपछि फेरि 22 बाट 27 मा जाँदा +5 फेरि 27 बाट 37 मा +10। अब एकबाट अर्कोमा जाँदा 5 जोडिएको छ अर्कोबाट अर्कोमा जाँदा 10 फेरि अर्कोबाट अर्कोबाट 5 फेरि अर्कोबाट 10 जोडिएको छ। 37 बाट फेरि अब 10 पछि 5 को बाला 37 बाट 5 जोड्नु कति हुन्छ 37 38 39 40 41 42 हुने भयो नि 42 हुने भयो। 42 मा फेरि 10 जोड्यो भने 52 हुने भयो। 42 कहाँ छ सी को। अर्को रहेछ 49 को तलका मध्ये समूहमा नमिल्ने जिल्ला कुन चाहिँ हो जिल्ला उदयपुर हो कि सिन्धुली हो कि महतरी हो कि मकानपुर हो कुन होला भन्नुस् त। यसको राइट आन्सर के होला भन्नुस् कतिवटा मिलाउन सक्नुहुन्छ भन्नुस् के हुन्छ यसको राइट आन्सर। यसको राइट आन्सर हो महतरी हो। किन भनेपछि यो चाहिँ यी सब पहाडी जिल्ला हुन् भने महतरी के हो तराई जिल्ला हो है। अर्को रहेछ प्रस्तुत अङ्कको क्रम पूरा गर्नुस् प्रस्तुत अङ्कको क्रम पूरा गर्नु। अब हेर्नुस् 66 बाट ग्याप 36 छ 36 बाट ग्याप 18 छ। 66 बाट भागा 2 गरे पनि कति हुन्छ 33 हुन्छ। 33 मा प्लस कति जोड्नु पर्यो 3 जोड्यो भने 36 भयो। अब 36 ले भागा 18 गरे पनि कति भयो 2 भयो। 2 ले भाग गरेर 18 18 दुना 36 भयो। अब यसले भाग गर्दै भने 2 ले 9 हुने भयो 9 हुने भयो। यसको राइट आन्सर 9। अर्को रहेको छ 51 को तल प्रस्तुत शब्दहरुमा वर्ण क्रम अनुसार राख्दा सबैभन्दा सुरुमा कुन आउँछ भनेछ। कुन आउँछ एन यहाँ पनि एन छ यहाँ पनि एन छ यहाँ पनि एन छ यहाँ पनि एन छ ए ए ए ए छ। अनि त्यसपछि अर्को टी आर छ यहाँ के छ एस छ यहाँ पनि टी छ। अगाडि त के आउने भयो एन ए आर आउने भयो आर पछि आर पछि टी आउने टी पछि एस आउने भयो। यसको राइट आन्सर बी हुन्छ है। थ्याङ्क यू सो मच। भिडियो अन्तिम समय दिनुभएको बुझ्नुभयो भने कमेन्ट गर्न सक्नुहुन्छ है।